हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ हामी कहाँ जान लाग्यौं भन्दाखेरि कहाँ जान लाग्यौं? इग्नाथान भन्ने ठाउँमा। नपुग्न नि सक्छौं है आजको हालत हेरेर। हाम्रो केटीहरु चाहिँ यता रेडी भइराको छ है। हेर्नुस् है साथीहरु। अनि आज राम्रो केटीहरु हेर्न पाउनुहुन्छ है तपाईहरुले। हैन, सुरुमा चाहिँ फर्स्ट अफ अल यहाँ साथै छन्। अनि यहाँ साथै छन्। हेलो गर्देऊ न। ल साथीहरु, अहिले भेटौँला ल। उइ, अहिले चाहिँ हामी घरदेखि हिँडेको करिब 1 घण्टा भयो होला हैन भन्छ माया। हिँडेको चाहिँ 1 घण्टा भयो। बाटो चाहिँ हेर्नु यस्तो बाटो, उतादेखि पारीदेखि हिँड्दै आएको हामी। के गर्नु, गाउँमा हिँडेको पनि छुट्टै फाइदा छ। एउटा एक त गाडीमा पैसा खर्च हुँदैन, एक त हामी सेफली घुम्ने ठाउँमा पुग्छौँ हैन। अहिले हामीले मेकअप सेकअप पनि गरेन, बाटोमा पुगेर गर्ने हो। अहिले चाहिँ हामी बिना मेकअप आएको। अहिले चाहिँ यहाँ चाहिँ केटीहरूले पानी खाँदैछन् है गाइजहरू, दर्शक महानुभावहरू। हामीले चाहिँ यहाँ चिसो फ्रिजको भन्दा नि चिसो पानी आउँछ कि फेरि एकदम कलकल आउँदो चिसो पानी, गाउँघरको चिसो पानी। अहिले चाहिँ हामी पानी पिएर जान लाग्यौं। बाटोमा हिँड्दैछौँ। मनिषाको आज पार्टी हेर्नुहोस् है। अहिले चाउचाउ 1 कुन्टा चाउचाउ 3 जनालाई, अनि 2-2वटा चोकोबार चोकोपन। बाटो चाहिँ हेर्नुहोस् है यस्तो छ। हेलो हेलो हेलो, हामी चाहिँ फाइनल्ली कहाँ हाम्रो कहाँ छौँ? गोद्रे चौराखाम। अहिले चाहिँ हामी होइन। अनि फेरि अलिअलि मेकअप गरेको थोप्रा हेर्नु सबैले। अनि खासमा हामी चाहिँ अलि उता जाने भन्थ्यौँ, तर फेरि हाम्रो प्लान अलिकति चौपट भयो के। यहाँको ठाउँ चाहिँ यस्तो छ होइन। तपाईँहरूलाई कस्तो फिल भइरहेको भन्नु न यहाँ आएर। साथीहरू यहाँ हिँड्दै हुनुहुन्छ हेर्नुहोस् है। सोल्टिनाहरू सबै जम्का भेट भएको छ यहाँ। बाख्रा पनि छन्। अझै यो हरियो हुन लाग्यो बल्ल होइन। यस्तो छ है यहाँको सिन चाहिँ। हामी चाहिँ यो गोद्रे चौर भन्ने ठाउँमा छौँ। मायाको गोद्रे चौर चिनो रे लखा। मया चिना रे, चिनो रे तिम्रो लागि। सुन्यौ मया, तिम्रो लागि चिनो अरे, सिर्फ तिम्रो लागि मात्रै, हाम्रो लागि त होइन मान्छे होइन। हाम्रो लागि नबनाइदिएको रे के। अनि हो नि, हाम्रो घरदेखि 2 घण्टा 3 घण्टाको दूरीमा छ होइन। घरबाट 3 घण्टा हिँडेर आएको। 3 घण्टा 4 घण्टा भयो होला होइन। 4 घण्टा खासै देखिन्न क्या खासै। गर न रिहर्सल। चाहिने जो जिन्दगी आनीमा कसरी गर्ने हो र? इन्टरटेनमेन्ट गरौँ है। मायाको चाहिँ पहिले मुड खराब छ, भस्काइदिन्छ नि सबलाई। छिटो ल, पहिला मायाकोदेखि गीत लगाऊँ, अनि फेरि यहाँ गरौँ न, रिहर्सल गरौँ न के गर्ने हो भनेर। 4 जना 5 जनाले चाहिँ गरौँ कि भिडियो होइन। नाटक नगर धेरै, यस्तै हुन्छ हेर्नु। ग्रुपमा आएपछि 1 जनाले मान्दैन न, कस्तो छ नि हेर्नु। यता हेर्नु मेकअप सक्यो, अब कपालको पालो है साथी हो। यहाँ चाहिँ हेर्नु है, गाउँघरमा प्योर होइन। हलो जोत्न जानु लाग्नु भयो, एकदम राम्रो हुनुहुन्छ। मनिषाको सोल्टीहरू, मनिषा चाहिँ सोल्टीहरू भन न के भन्छ मनिषाको सोल्टीहरू। हेरेको गर न। हामी चाहिँ दर्शक हो है यहाँ। हामी परिम चारो त हाल्नु। एकजनाले 2टा लाग्छ। सुल्टिना नदीर गएको अगाडिबाट देखिन्छ। ल ल सोल्टी, पानी छ भने पानी लिएर आउनु न। नजिक हुँदा जिस्काउँदै जान्छन्। यहाँ टाढा गएपछि त जिस्काउनु नै हो न, डराएर। ल फोटो खिचौँ। अब हामी चाहिँ फोटो खिच्ने
कार्यक्रम जारी छ होइन। अब मेरो पालो हो, अब चाहिँ मेरो टर्न हो। उता हेर त हावा कस्तो उ गरेको। हेलो कुन चाहिँ मगरी मन पर्यो लिन आउनु है। म चाहिँ मिङ्गल हो, यिनीहरू सबै सिङ्गल हो है। साथीहरू अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि यता हेर्नुहोस् त, ल भनिदिनुहोस् केटीहरू। गाइजहरु हामी चाहिँ एकदमै यो गोड्रेचौरको एकदम राम्रो ठाउँ भ्रमण गरेर घरतिर फर्कियौँ। यहाँ चाहिँ एकदम राम्रो छ होइन, मौसमहरू एकदम राम्रो छ। यहाँको सिनहरू त देखाइसकेँ मैले, फेरि पनि देखाउँछु हेर्नु त कस्तो राम्रो होइन। केटीहरू चाहिँ खतरा खायो यहाँ चाहिँ हेर्नु त। यहाँको चाहिँ अब यो के अरे यो के बन्न लगाएको अरे, यो पोखरी बन्न लाग्यो है। यहाँको भ्रमण चाहिँ म हजुरलाई प्रपरली गराउँछु। अनि केटीहरू चाहिँ यहाँ आउँदै हुनुहुन्छ होइन। तपाईँको नाम भनिदिनु न। हजुरको नाम? मेरो नाम मनिषा बुढा मगर। हजुरको नाम? मेरो चाहिँ अनिता थापा मगर। हजुरको नाम? माया बुढा मगर। मेरो नाम त हजुरलाई थाहा नै छ, जानु पुन बुढा। म चाहिँ अहिले पुनदेखि सिधै बुढामा गएको हो के होइन। यहाँ हेर्नु त कस्तो राम्रो छ हिँड्ने ठाउँहरू। अब चाहिँ हामी घर फर्किनु लाग्यो, फोटो छिटो टिकटक सिकटक बनायौँ अनि हजुरलाई म स्टोरीमा राख्ने नै छु। यहाँ चाहिँ अहिले मन्दिर बन्न लागेको रहेछ होइन। अनि उता पारी यस्तो छ ठाउँ घुम्ने ठाउँहरू चाहिँ अहिलेको चाहिँ। घर फर्केको ल हामी चाहिँ, खासै के देखाउन पाएन त्यसको लागि सरी ल। राम्री नै छु फुलभन्दा यो भन्दा चाहिने जो जिन्दगानीमा मगर्नी अनि फेरि मगर्नी देख्नुभयो। मगर्नी साथी बनाउनु छ, मगर्नी साथी रमाइलो हुन्छ होइन। एकदम हजुरहरू कहाँबाट हुनुहुन्छ भनिदिनु न एकचोटि। हामी चाहिँ प्युठान नौबनी गाउँपालिका 3 देखि हो। तपाईँको यहाँदेखि तपाईँ घर पुग्न कति घन्टा लाग्छ हौ? लाग्छ मस्तै 3-4 घन्टा। हो मस्तै पो लाग्छ नि मस्तै हो। यति टाढाबाट घुम्न आएको हेर्नुहोस्, हामी यहाँको भिजिटर टुरिस्ट हो हामी एकदमै हैन। हो हजुर, काफल पनि पाकिरहेको है त्यो बुटोमा चाहिँ। काफल चाहिँ पाकिरहेछ। गाइजहरु खाने भए आउनु होला, हामी टिपेर खाना सहयोग गर्छौँ। हो 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 सही हो सही हो सही। ऊ त्यो पारीको घरमा हेर्नु त, देखाइदेऊ त। त्यो पारी कति राम्रो फुल रहेछ न। त्यो फुल मागेर चाहिँ लिएको। हेर्नुहोस् गाउँघरमा यस्तै फुल माग्न पाइन्छ। यो चाहिँ पिङ्क, एकदम पिङ्क फुल छ। यो चाहिँ एकदम रेड होइन, मेरुन रेड। हजुरको घर कता हो? गाउँमा हो भने मागेर पनि पाइन्छ है फुल चाहिँ, सहर जस्तो हुँदैन। मलाई तिनीहरूले छोडेर गइसके, तिनीहरू चाहिँ यसरी हिँडिरहेछन् यहाँ है। ओ माइ गॉड, मलाई यसरी छोडेर जाने मिल्छ त? यहाँ छोडेर जाने मिल्छ मिल्दैन नि फेरि? ओ देख्नुभयो गाइजहरु, गोमुखी गाउँपालिका यो खासमा कति हो? वडा नम्बर 4। ओ गोमुखी गाउँपालिका वार्ड नम्बर 4। यो चाहिँ साथीहरू तपाईँलाई थाहा कि नै यहाँहरूले के खाँदै हुनुहुन्छ? हेर्नु त के हो यस्तो। यो के हो कमेन्ट गरिदिनु होला है गाइज। सोल्टीहरू भन्नु के गाइज होइन, सोल्टीहरू कमेन्ट गर्नु ल। के खाँदैछन् छोरीहरूले? खाने भए आउनु पर्यो। फेरि एक्लै रे फेरि एक्लै रे के। हामी अहिले आधी घन्टाको बाटो हिँडेर आयौँ होइन। बाटो चाहिँ यस्तो छ खतरनाक। सान्दिनेलाई सान्दिने हो, मान्दिनेलाई मान्दिने हो। जसले यो भिडियो हेरेर लाइक कमेन्ट राम्रो गर्दैन त्यसलाई सिधै गएर खस्ता हान्दिने हो। हेर्नुहोस् है, गाह्रो छ, पानी पर्ला जस्तो भएको छ होइन मौसम चाहिँ। अब म हिँडिरहँ, अहिले गर्छु ल भिडियो एकछिनमा। अहिले चाहिँ केटीहरूको जहिले पनि एनी टाइम, जहिले पनि फेभरेट ठाउँ चटपटे खाने ठाउँमा हामी बसिसकेका छौँ होइन। 2 जना चाहिँ अन्डा खाने ठाउँमा बसिखानु उता। छिराउ, यहाँको चाहिँ गाउँ यस्तो राम्रो छ होइन। यो के गाउँ रे? डाँडा कटेरी।
सुँगुर त त्यस्तै हामीले खाएको मन बुझाने तपाईँहरूले चाहिँ हामीले चाहिँ खाने एकदम दिदी होइन यहाँको दोकान चाहिँ यस्तो छैन हाम्रो आन्टीको इन्ट्री भइसकेको छ है यहाँ चटपटे खानको लागि होइन अर्को फेरि आउँदै हुनुहुन्छ ढोका ढकढक गरेर आउनुपर्छ कि भित्र आउँदा हामी चाहिँ नास्ता खाएर अनि गफ गर्दै घरतिर फर्क्यौँ अनि आज भिडियो हेरिदिनु भयो थ्याङ्क यू सो मच हेर्दै गर्नु होला माया गरिदिनु होला बाई बाई